भाइ त के हो सन्चै म सन्चै कस्तो हुँदैछ त कलेज ए सब ठिकठाक हुँदैछ हजुर हामी छोडेपछि त खुब बेपत्ता छ रे त कलेज त है त्यति अहिले केही छैन त्यही तर स्टिल राम्रै छ ए अनि तिमी त्यो के अरे पार्टी युके नेपालले अर्गनाइज गरेको के त्यो एसबिएनको कन्सर्ट आउँछ मार्च फर्स्टको खोइ त्यतिखेर त मेरो एउटा सानो काम न सानो काम ए भाइ आउनै पर्छ तिमी त ल मसँग 2टा टिकट छ है दुईटै लागि ल एउटा मात्रै दिने कहाँ 2टा चाहिन्छ नि तिमीलाई त कहाँ एउटा सिङ्गल आउँछ र तिमी अनि अरू कोहीसँग त आउनु मिल्दैन साथी छम्मासित आउनु पर्यो नि भाइ के मेरो छम्मा त छैन ल मुखमा यस्तो जुङ्गाको रिखी बसिसकेको छ है भाइ पनि अब छम्मा छैन भन्छ ए त्यसो नभन्नु न त्यसो केटीहरू कता हुन्छ छम्मा ल अब लभ गुरु भए पो तिमीलाई कहाँ हुन्छ कता हुन्छ भन्नु त अब तर मैले सुनेको थिएँ कि त्यो बर्गर किङको त्यो पार्कको त्यो अगाडि हो कि पछाडि क्या एउटा पार्क छ नि त्यो पार्कमा त दिनदिनै नयाँ छम्माहरू क्या छाकहरू बस्दो रहेछ क्या त्यसो पो त्यहाँ गयो भने चाहिँ तिमीलाई चाहिँ है छम्मा ग्यारेन्टिड क्या 100% क्या तिमीलाई चाहिँ ल त्यसो नि यो टिकट अनि पैसा चाहिँ अहिले कार्ड छ कार्डबाट तिरे हुन्छ कहाँ मलाई एटिएम सम्झेछौ क्या तिमीले तेरिका भाइ ल त्यसो भने ल पैसा चाहिँ त्यो दिनमै दियो हुन्छ होइन हुन्छ तर अहिले चाहिँ मलाई पनि ढिलो भइसक्यो क्या त्यही भएर अब पछि भेटौँला त्यो पार्टीमा भेट्छु है त हुन्छ ल हुन्छ दाइ केटीहरूलाई के भएको आजकल खालि हाई भन्दा दाई भन्ने दाइलाई दाइ नभनेको के भन्ने त ल म बुढो मान्छे देखेँ पनि दिल त मेरो अलिक बच्चै हो नि त ए त्यसो पो तँलाई भाइ भनेर है छम्मा खोज भनेको त मेरै छम्मालाई पाउनु पर्यो तँलाई तँलाई त कालो चस्मा विशाल बजारको कि के हो कसँग बोल्दै हुनुहुन्छ होइन म तिमी अगाडि छु म त केही देख्दिनँ त ल कालो चस्मा भनेको त संसारै कालो रहेछ नि त हेलो कोही हुनुहुन्छ ए सुन त तिम्रो सामान एसबिएनको कन्सर्ट कहिले हुन्छ कता हुन्छ स्याटरडे 1 मार्च ट्रक्सी लन्डनमा हुन्छ कन्सर्टको लागि पार्टनर चाहिएको त जाने हो लाने भाइ जाने हो नि जाउँ न त देख्नुभयो त म्याग्दीले कान्छाको कमाल मेरो हात त अमृत हो क्या अमृत सबैजना आउनुपर्छ है एसबिएनको कन्सर्ट